भुल जाने हो बाटो जाने नि क्यामेरामा लाग्छ हौ साइको He brought for me, I think. अलैँची रोप्न जानु भनेको थियो मिठो गुलियो परम खाएर आउँदो रहेछ यो क्यामेरामा लाग्छ हौ साइको सम्झिने पानी सम्झिने पानी चम्किने तिमीलाई आज पनि एकदमै घाम लागेछ है अन्त हामी चाहिँ घरमै छौँ अब के गर्नु अलैँची रोप्न जानु भनेको थियो घाम साह्रै लाग्यो मम्मी एक्लै आउनु टिप्नु पर्दैन नि जोइ कसरी जान्छ डर पनि लाग्दैन नटिप्नु अहिले भोलि जाने बेला टिप्नु आगो लगाइरहेछ हाम्रो गाउँ है साथीहरू तल आगो लगाउने मिठो मिठो He brought for me, I think. मलाई यतिले पुग्छ मैले हग्दैन अहिले उपर काँचो राखिरहेको अहिले दिनभरिमा कस्तो हावाले उडाउँछ यो कति खर्च त झोला लगेर म गएर झर्छ नि दिनभरिहरू प्लास्टिक चाहिँ माथिल्लोपट्टि र छेउपट्टि पक्रेर बस हाम्रो भाइ के उच्च बचेको के भयो मेरो चाहिँ हात काटेर दाहिने हात काटेर नि त्यही खुवाउने भात खुवाउने अम्ला काटेर साथीहरू उसको बाउले खुवाउँदैछ माम भाइ त्यो नि नामै हाँसेको पानी लगाइसकिरहेको नको युजलेस भयो नि काम गरेर आएको अहिलेसम्म अलैँचीमा पानी लगाएर आएको छु बिरुवामा अलैँची रोपेर जाऊ भनेर मानेन भोलि जाने र त फोटो खिच्नु भनेको त भोलि जाने हो बाटो जाने नि आउ सो स्याड आई मिस यु आई विल मिस यु ल के भन्नु सफा गरेको बाई बाई भन्ने त म बाई फ्लाइट के कति दोस्रो हुन्छ आइछु बाई डोङ्गी वाचिपा पार्टी बेलुका चाहिँ साथीहरू सकिनँ होइन म नानी पक्रेर बसेँ कान्छो बहिनी वाचिपा के खोज्यो दोमा बारी चाहिँ धेरै छ है दाजुलाई पनि पठाइदिएको नि त चिराम रोडमा सामान पिराउनु जाँदैछु है बस सुरु र स्टार्ट हुँदा त म चाहिँ सोध्थेँ अघि बसमा कहिले पसेको छैन भाइ भनेर हात गर्नु पनि पाइनँ भन्दा गाडीभित्र चढेर चाहिँ भाइ भने बाई मिठो मिठो त
अब चाहिँ मेरो स्टेसै साथी ल